हाई गुड मर्निङ एभ्री वान। आज चाहिँ म भर्खर उठेँ अनि त्यसपछि यहाँ बनाउँदैछु तरकारी। अनि एकछिनमा म र दिदी बजार जानुपर्ने छ अनि बजार गएर आउँछु खाना खाएर। अनि त्यसपछि आज न्यु इयर इभ अन्त सो गाइस हामी जाँदैछौँ आज भरे देखाउँछु। सो भरे हामी न्यु इयर इभ मनाउन जाँदैछ अनि सो के हुन्छ आज दिनभरि म हजुरहरूलाई देखाउँदैछु। अहिले चाहिँ म तरकारी बनाउँदैछु है त। लुगाहरू त्यस्तो छ छ ल म चाहिँ रेडी भयो। अब म बजार निस्केको दिदीसँग सानो काम छ न्यु इयर गएर आउँछु अनि केही सामानहरू किनेर म पार्लर जान्छु गाइस। म त बौला हुँदै स्कुटर चाबी कहाँ होला गाइस। ए बल्ल हेरेँ अब जुत्ता लाम है त। मेरो जुत्ता लाम साथीहरू जुत्ता लाम है। देख्छ कि देख्दैन यो चाहिँ मेरो हस्बेन्डले दिएको हो कि एनिभर्सरी गिफ्ट थियो। मेरो फर्स्ट एनिभर्सरी गिफ्ट तर एकदम टिकाउ कि भएन मतलब पुमाको के यो चाहिँ मलाई इन्डियामा जाँदाखेरि उहाँले ल्याइदिनु भएको थियो। अहिले ठ्याक्कै 3 वर्ष हुन लाग्यो। ब्रान्डेड भने ब्रान्डेडै हुन्छ गाइजहरू। त्यस्तो विधि ब्रान्डेड त होइन तर जे होस् राम्रो छ भनौँ है। सोलहरूदेखि है यो मलाई यस्तै मन परिरहेको सुज यस्तै लिनु मन लागिरहेको बिस्तारै लिन्छु। अनि त्यही हो म न्यु इयर यस्तो खासै न्यु इयरहरूतिर पहिला बिहेभन्दा अगाडि चाहिँ म साथीहरूसँग धेरै जान्थेँ होइन। अनि जब मेरो बिहे भएपछि चाहिँ म अलिक कम भन्नाले अब त्यो आफ्नै हुन्छ क्या पछि छुट्टै हुन्छ अब टाइम हुँदैन के हुँदैन। अनि आज चाहिँ मेरो स्कुलको साथी म अनि मेरो दिदीहरूसँग जान लागिरहेको छु। सो मैले जुत्ता पनि लाएँ अब म जान्छु ल। म चाहिँ यहाँ टिपटिरी घर आइपुगेँ। यहाँ चाहिँ टिपटिरी घर हो। दिदीको खाने राख्छु म। मोबाइल फुटेर आयो यहाँ कस्तो घोच्यो भने के हो पार्लरमा आएको 2 घन्टा भइसक्यो। पार्लरको मान्छे पनि खोल्दैन। दिदी लास्टै कि पैसै धेर भएको यो पार्लरमा। फेरि मलाई कहीँ जानु मन लाग्दैन यो बाइक। फेरि म चाहिँ फेरि जहाँ गएँ नि यता पनि लपक्क उता पनि लपक्क हो। यता यतै हो उता गयो उतै हो। दुइटै दिदीले जता लान्छ त्यतै गिभ माई मनी। Not give me my money. You are process successful. This you are 20,000. This shoes give you this okay. But successful this you are for the process. प्रोसेस हो र सक्सेसफुल यस्तो हाँसाउँछ हौ के सक्सेसफुल प्रोसेस हो। यस्तो पार्लरमा पनि 10 घन्टा कुन पर्ने रहेछ गाइजहरू। अब म 10 गर्छु 10 गर्दा त्यो दिदी आयो भने जाने हो। 1 बिस्तारै 2 3 tick tick 4 tick tick 5 tick tick 6 tick tick 7 tick tick 8 tick tick 9 tick tick 10 आयो म जान लाग्थ्यो 10 काउन्ट गरेर आएन भने म जाने भनेको ठ्याक्कै आइपुग्नु भयो। लक्की रहेछ। नम्बरै छैन तपाईँको। मेरो फोन चेन्ज भएर त्यो रिङ गर्दैछ यहाँ पूजा बहिनी। म चाहिँ यहाँ अब म गर्दैछु ब्लिचिङ गर्नुपर्ने छ गाइस। थोप्स हेर्नु बच्चाले चटपटी खान नपाउनु यो दिदीको हातबाट।
कोरियामा चाहिँ डिपेन्ड लानु मिल्छ कि झट्पट खानु पर्यो यस्तो भएको अनार कस्तो भयो सफा भयो हेर्दा सफा छ And Randa दिदी ब्युटिफुल यता हाम्रो रूपा दिदी हाई अनि यता पूजा डार्लिङ यता छ मेरो डार्लिङ वाउ अनि यतासम्म अनि पैसा चाहिँ हामीले अगाडि उठाइसक्यो गाइस पाउनु ल म चाहिँ जान लागेँ मेरो आउटफिट चाहिँ यस्तो छ तर राम्रो देखाएन मेरो छोरी टिभी हेरिरहेको छ सो अब हामी जाँदैछु गाइस सबैजना ट्याक्सी आयो गाइस ल अब बेबी तिमी आउने बेलामा म बाहिर हुन्छ होला अब म अनलाइन त आउँछु तर मलाई नरिसाउ ल म आज दिदीहरूसँग बाहिर जाँदैछु न्यु इयर इभ मनाउनलाई रूपा दिदीसँग अनि छोटेन छ अनि पूजाहरूसँग जाँदैछु तिमी सक्ने नभएर मलाई दुःख लागिरह तिम्रो याद आइरह नरिसाउ म गएँ भनेर पछि हामीसँगै न्यु इयर मनाउनु पर्छ यसपालि म दिदीहरूसँग जान्छु नरिसाउ ल मेरो बेबी आई लभ यु ह्याप्पी न्यु इयर म कल गर्छु तिमीलाई है रिजर्भ गर्दै गर्छु क्या ल ट्याक्सी नै आयो गाइज ल जाम जाम लेट्स मुभ बच्चा चाहिँ खै थाहा छैन है मलाई पहिला त मोटी जा मोटी जा न अब यो जान्छ ल हामी चढ्यो है न्यु इयर मनाउनु लौले काब्रे के हो काब्रे सम्झे हो दाइ काब्रेले सम्झे भन्छ नि गीत सबै दाजुभाइ दिदीबहिनी पढ्छ अहिले भनेपछि ल भन सोल्डा पनि पढ्न सक्छ नि के त दोङ हो नि दाइ त सोल्डा पढ्नु भएछ हाम्रो ल सबजना खुसी यहाँ रम्दा दिदी झगन खुसी भएर हाम्रो त बिहानै सोल्ट अब फेरि दाइ पो भने यसले फेरि सोल्टी भन्ने सोल्टी भन्ने सोल्टी छैन अलि ढेसेर बस छोटेन नखाँदा त यतिको रमाइलो छ मेरो नामै काखमै बस भने भित्र जान्छु अनि तपाईँ काखमा बस्नु नामै काफी छ भन्ने थाहा छैन कस्तो रहेछ ल ल ल गाइजहरू अब यहाँ छोडेन त यस्तो सानो छ नि त बिचरा सानो मान्छेले गाह्रो छ यसलाई अब हामी जाँदैछौँ यहाँ गाडी साडी केही पनि छैन अब ठुङ ठुङ भराइ चढ्ने लिफ्ट चढ्ने कि हिँड्ने लिफ्ट चढ्ने नि ऊ यहीँ रहेछ ल ल ल ल के चल्छ कि नै हो अब लिफ्ट चढ्नु ल अब जाम गाइजहरू के फेटा सेटा बाने हो रम दिदी छिरे छिरे हामी छिरे सिक्स सिक्स कहाँ आउनु लाग्थ्यो आउनु लाग्थ्यो ल ल ल ल हिँडेको ल सातवटाको भन्छु म त भन्छु भन्छु म त भन्छु छैन भन्नु म त भन्छु होइन केही पनि छैन ल बाहिर जाम गाइजहरू जाम गर्दैन जाउँ हामी
एडभान्स ह्याप्पी न्यु इयर। अनि यस्तो हिरोइन भएर गएको मेरो बुढी हिरोइन बुढाले जेन्जाले गर्दा नभए त यो त नै मैले सिम्बल बन्यो हामी त घर फर्केको गाइस ह्याप्पी न्यु इयर यसो Happy New Year. इभिनिङ वाक गर्दै जाँदैछौँ ह्याप्पी न्यु न्यु इयर इयर राम्रो भयो राम्रो कस्तो गयो भयो होला अब सक्यो कमेन्टमा हाम्रो ह्याप्पी न्यु इयर आजको भ्लग चाहिँ यहीँ हेर्नुहुन्छ हरिदेव